यो भिडियो हेर्ने सबैजनालाई नमस्ते, अस्सलाम वालेकुम। अनि एउटा कविता भन्न गइरहेको छु अनि जसमा चाहिँ हल्का कन्फिडेन्ट बिल्डअपको लागि हो हैन। ठिक छ। अनि यसको शीर्षक चाहिँ छैन। शीर्षक सुनेर लास्टमा तपाईहरुले भन्न सक्नुहुनेछ है त। हुन्छ, म कविता वाचन गर्न गइरहेको छु। सबै उस्तै लाग्छ। सबै उस्तै लाग्छ, सबै एउटै हो झैं लाग्छ। चेहरा फरक भए पनि मन त राम्रो हो झैं लाग्छ। सबै उस्तै लाग्छ, सबै एउटै हो झैं लाग्छ। चेहरा फरक भए नि मन त राम्रै हो झैं लाग्छ। तर मलाई लागेर नहुने रहेछ। तर मलाई लागेर नहुने रहेछ। मानिसका मन र विचार परिवर्तनशील हुँदो रहेछ। नजिक हुँदा मेरा मल पनि मन पराइदिने, टाढा गएपछि कुरा काट्ने। नजिक हुँदा मेरा मल पनि मन पराइदिने, टाढा गएपछि कुरा काट्ने। खोइ सबै हेर्दा उस्तै लाग्छ, सबै मानिस एउटै हो झैं लाग्छ। आहा तारिफ कति मिठो फेरि। आहा तारिफ कति मिठो फेरि, सुन्दा नि अझै सुनौं झैं लाग्ने। तर त्यो तारिफ त झुटो रहेछ। मलाई देखाएको प्रेम अनि वास्ता त एउटा देखावटी रहेछ। एउटा देखावटी रहेछ। सबै उस्तै लाग्छ, हेर्दा माया लाग्छ। सबै मान्छे एउटै हो झैं लाग्छ। सबै उस्तै लाग्छ, हेर्दा माया लाग्छ। सबै मान्छे एउटै हो झैं लाग्छ। अनुहार नराम्रो हुनेको मन सफा हुन्छ रे। अनुहार नराम्रो हुने मान्छेको मन सफा हुन्छ रे। काला मान्छेका मन सफा हुन्छ रे। तर यी कुरा झुट हुन्। तर यी कुरा झुट हुन्। न सुन्दरताले मन र विचार जाँच्न सक्छ, न त रङ्गले। न त सुन्दरताले मन र विचार जाँच्न सकिन्छ, न त रङ्गले। मन र विचार त हजुर रुपैयाँ पैसाको तौलले जाँच्दो रहेछ। मन र विचार त हजुर रुपैयाँ पैसाको तौलले जाँच्दो रहेछ। मन र विचार त हजुर रुपैयाँ पैसाको तौलले जाँच्दो रहेछ। थ्याङ्क यू।